दर्शक साथीहरू नमस्ते अनि हार्दिक स्वागत छ तपाईहरूलाई हाम्रो यस युट्युब च्यानलमा। यदि तपाईहरू नयाँ हुनुहुन्छ र हामीसँग जोडिनु भएको छैन भने कृपया हाम्रो यस युट्युब च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनु होला। 324 को रिभ्यू भाग लिएर आएका छौँ। भुन्टी सिरियलमा 324 भागमा के भयो र अब आउने एपिसोडमा भुन्टी सिरियलमा के हुनेछ त्यसको बारेमा हामीहरू चर्चा गर्नेछौँ। साथीहरू, भुन्टी आफ्नो म्याडमलाई भेटेर आश्चर्यचकित भएकी छिन्। उनले कल्पना पनि गरेकी थिएनन् कि उनकी म्याडम उनलाई भेट्न आउँछिन् भनेर। एक्कासी एयरपोर्टमा देख्दा उनी आश्चर्यचकित परेकी छिन्। खुसीले उनी दङ्ग छिन् र हजुर त हुनुहुन्छ नि मलाई माया गर्ने, हजुरले माया नगरे मलाई कसले माया गर्छ त भनेर म्याडमलाई भनिरहेकी छिन् र कुराकानी गर्दै उनीहरू घरसम्म आइपुग्छन्। उता भूपेन्द्रलाई भने आफ्नो दाइले बल्ल बल्ल घरसम्म ल्याएका छन्। त्यो देखेर उनकी भाउजू र जेरी दङ्ग परेका छन् र माथिबाट हेरिरहेका छन्। नेवनी घरको गेटसम्म ल्याइ पुऱ्याएर हिट छिटो भन्दा पनि जान्न म भनेर रिस पोखिरहेका छन् दाइमाथि। भूपेन्द्रलाई आफ्नो दाइले जबरजस्ती तानेर ल्याउँछन्। त्यो देखेर जेरीले भन्छन्, किन जबरजस्ती तानेर ल्याउनु भएको, के भयो भनेर क्वेसन गर्छिन्। तर भूपेन्द्रको दाइ चुपचाप नबोलिया भूपेन्द्रलाई आफ्नो कोठाभित्र धकेलिदिएर टाल्चा लाएर भन्छन्, यसलाई कसैले पनि ढोका खोलेर बाहिर निकाल्ने होइन भनेर सबैले थर्काउँछन्। उता भूपेन्द्र भने मलाई किन ठुनेको, मलाई बाहिर निकाल्नुहोस् भन्दै कराइरहेका छन्। त्यो देखेर भूपेन्द्रको भाउजूले भने पहिले मैले यसो अलिकति भूपेन्द्रलाई केही भनिहाल्यो भने तपाईँले मेरो भाइलाई यस्तो भन्छिस् उस्तो भन्छिस् भनेर म माथि रिस पुग्नुहुन्थ्यो। आज किन यस्तो व्यवहार गर्दै हुनुहुन्छ बाबुमाथि भनेर क्वेसन गर्छिन्। जेरीले भूपेन्द्रको दाइलाई भन्छन्, दाइ भूपेन्द्र मलाई छोडेर भुन्टीलाई भेट्न गएको देखेर रिसाउनु भएको होला। दाइ मैले भूपेन्द्रलाई माफ गरिसकेँ। भूपेन्द्रलाई त्यस्तो व्यवहार नगर्नुहोस् भनेर रिक्वेस्ट गर्छिन्। भूपेन्द्रको दाइले भने माफ गरे गर, नगरे नगर, मलाई मतलबको कुरा भएन। तर भूपेन्द्रको नेट गतिलो होइन, यो राम्रो मान्छे होइन। यदि तिमी टाइममै छोडेर जाने भए जाऊ, होइन भने यसैसँग म अल्झिएर बस्छु भन्छ भने बस। तर भूपेन्द्रलाई वर्षौँसम्म भुन्टीलाई अदालतको ढोका ढकढकाउने बाध्य नबनाऊ भन तिम्रो भूपेन्द्रलाई। छिटो उसले पाउने अंश उसलाई दिएर उसँग डिभोर्स लिने भन भनेर भन्छन्। जेरीले भने भूपेन्द्रसँग उसको भुन्टीको सबै कुरा माग पुरा गरेर मसँग बिहे गर्छौ कि के गर्छौ, तिम्रो विचार के छ भनेर प्रश्न गर्छ। भूपेन्द्रले भने म त्यसलाई एक सुखको सम्पत्ति दिन्न, केही कुरा पनि नदिएर उसँग डिभोर्स गर्ने बाटो खोज तिमीले भनेर भूपेन्द्रले भन्छन्। जेरी पनि त्यही कुरा मानेर भुन्टीलाई कसरी हराउने भनेर खेल खेल्न थाल्छिन् र एउटा केटा खोज्छिन्। त्यो केटालाई भन्छन् कि भुन्टीलाई माया जालमा पारेर रिलेसनमा राखेर कयौँ फोटो भिडियोहरू बनाएर भुन्टीलाई कमजोर पारियो भने मुद्दामा तिमीले हार्छिन् र म तिमीलाई 5 लाख दिन्छु भनेर भन्छन्। 5 लाखको लोभमा त्यो केटाले पनि हुन्छ म गर्छु भन्छ र भुन्टीको घरसम्म गइपुग्छ र क्यामेरा पनि अन गरेर भुन्टीलाई तल झार्नलाई बिजुलीको बिल लिएर आएको म लिन आउनुहोस् कोही छ भनेर कराउँछन् र भुन्टी आउँछिन्। र त्यो देखेर भुन्टीलाई देखेर भुन्टीले उसलाई समाउन आउलिन् र म त्यसको मौकाको फाइदा उठाउँला भनेर नि टाउको दुख्यो, आँखा दुख्यो भने अनेक बहाना गर्छन्। तर भुन्टी त्यति सोची पनि छैनन्, चलाक छिन्। त्यसैले तेरो खुरुक्क नजान्छस् कि दाइलाई बोलाम भनेर भन्छन् र त्यही पनि समाउन आएको देखेर भुन्टीले एक झापट दिन्छन् र त्यतिकैमा दाइ पनि आउँछन् र त्यसलाई जबरजस्ती घरबाट निकालिदिन्छन्। त्यो केटाले सोध्छ, त्यत्रो 5 लाखको कुरा छ, केही गरी नसकिने भयो, के गर्ने होला भन्छ। उता सुकुमायालाई भने सुकुमायाको श्रीमानले तिमी अब सहर जाने होइन, केही भइहाल्यो भने सहरका ती ठुलाबडा मान्छेहरूले तिमीलाई अप्ठ्यारोमा पार्यो भने म के गर्ने, अब जानु हुँदैन, अब भयो छोडिदिनुहोस्, अब छोडिदियो तिमीले, अब अरू कुरा मिटिनीले गरिहाल्नुहुन्छ नि, अब त्यति गरेपछि भनेर भन्छन्। तर सुकुमाया भने हुँदैन, मिटिनीलाई मैले आफ्नो अंश मुद्दामा भुन्टीको जित गराएरै छोड्नुपर्छ भनेर लागि पर्छिन् र सहर जानलाई आफ्नो श्रीमानलाई मनाउँछिन् र आफ्नो श्रीमानले पनि सहर जानलाई स्वीकृति दिन्छन्। उता भुन्टीलाई भने आफ्नो म्याडमले अब शिक्षाको क्षेत्रमा लाएर तिमीले राम्रो गर्नुपर्छ, तिम्रो सपना साकार पार्नुपर्छ भन्दै सम्झाइरहेकी छिन् र आफूले ल्याएको खुसीले पनि दिइराखेकी छिन्। त्यो देखेर टोकलेर भुन्टी भने मक्ख छन्। उता भूमिकाको भने जीवन लठालिङ्ग भएको छ। उनले सोचिरहेकी छिन् माइतीमा बसेर खाएको, त्यतिकैमा उनकी
आमाजु दिदीले देख्छिन् र उनलाई एक बाल्टी पानी खनाएर झस्सङ्ग पारिदिन्छन्। दिदी मलाई किन यस्तो गर्नुभएको भनेर क्वेसन गर्छिन्। त त्यसरी चोलाएर बस्ने अनि तँलाई झस्काउनु परेन भनेर भन्छन् भनेर उनी गाउँतिर जान्छन्। त्यतिकैमा मोहन आउँछन् र के गरेर बसेको भन्छन्। तिमीले दिदीले मलाई पानी खनाइदिएको भनेर भन्छु। अनि त्यो भन्दाखेरि केही न केही काम बिगारेको थिइस् होला त्यही भएर खनायो होला, नत्र मेरो दिदी त्यस्तो गर्ने खालको होइन के अरे भनेर भन्छन्। त्यो देखेर त्यो भनेको सुनेर भूमिकालाई छनक्क रिस उठ्छ र भाँडा टिपेर मोहनलाई प्याट हान्छिन् र मोहन पनि भूमिकाको जकल्टा लुच्न थाल्छन्। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद।